धन्यवाद अरुण सर। आज का दिवाली छठ कार्यक्रम का विशेष कार्यक्रम अंतर्गत हाम्रो गोल्डन फ्यूचर परिवार द्वारा संचालित कार्यक्रम का सभापति यस स्कूल का प्रिंसिपल उमेश सर, हाम्रै पुरानो सहकर्मी र त्रिभुवन विश्वविद्यालय रिकास्ट का भूतपूर्व डाइरेक्टर प्राध्यापक डाक्टर रामनाथ यादव सर, वहाँ यस कार्यक्रम का प्रमुख अतिथि पनि हुनुहुन्छ। हाम्रा यहाँ उपस्थित हाम्रै मित्र कमल चौगाई सर, वहाँ पनि वीरगञ्जको लागि सधैँ चिनिने र वीरगञ्जको लागि केही न केही गरी छोड्ने आकांक्षा लिएर बढेका हामीले पाइरहेका हुन्छौँ। हाम्रा मित्र वहाँ पनि इनोभेटिभ सोसाइटी र इन्फ्लुएन्सका प्रदेश म्यानेजर पनि हुनुहुन्छ ऋषिराज सत्याल सर। हाम्रा अभिभावकज्यू उहाँ धेरै दिनदेखि हामीसँग जोडिनु भएको छ धर्मेन्द्र पटेलजी। त्यस्तै हाम्रा कोहडी महानगरपालिका कोहडी वडा नम्बर 23-24 कति हो मैले थाहा पाइनँ, त्यहाँका सदस्य र हाम्रा पुराना अभिभावक प्रमोदजी, नीलम मैडम, त्यस्तै हाम्रा आफ्नै परिवार जस्ता जसले पनि लाग्नुहुने कृष्ण भाइ, रामचन्द्रजी, हाम्रा संस्थापक मेंबर नीतू मैम, उपस्थित संपूर्ण शिक्षक शिक्षिका विद्यार्थी तथा स्कूल परिवार का अन्य मेंबरहरू कर्मचारीज्यूहरू सबलाई पहिले आज को कार्यक्रम में म स्वागत गर्न चाहन्छु। सबलाई धेरै धेरै स्वागत छ। अब आज का कार्यक्रम भनेका छठको अवसरमा, दिवाली को अवसरमा विद्यार्थी भाइ बहिनीहरूले गर्ने सानो कार्यक्रमहरू अवलोकन गरेर उहाँहरूको उत्साह बढाइदिन हुन सबैलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। हुन त यो शैक्षिक संस्था हो, चाहे कल्चरल एक्टिभिटी द्वारा होस्, नाटक द्वारा होस् या पढाइ लेखेर होस्, हामीले हाम्रा कल्चरलाई पनि बुझ्नु पर्ने हुन्छ। जस्तै दिवाली कहिले सुरु भयो, कसले सुरु गर्यो, त्यो भन्दा पनि महत्त्वपूर्ण के छ भने दिवालीमा हामी सबै आफ्ना घर आँगन सफा गर्छौँ, हाम्रा हिसाब किताबलाई मेन्टेन गरेर राख्छौँ, लिनुपर्ने कुरो लिन्छौँ, दिनुपर्ने कुरो दिन्छौँ, घरलाई उज्यालो झिलिमिली बनाउँछौँ। त्यस्तै आफन्तजनहरू सबै घरमा आइपुग्छन्। दिवाली के अवसरमा दिदी बहिनीले दाजुभाइलाई टीका लगाउँछन्, एउटा पारिवारिक स्नेह पनि बढेर आउँछ। त्यस्तै दिवालीमा हामी सरसफाई गर्दाखेरि विभिन्न सालैभर बिर्सेका कामहरू कुराहरू भेटिन्छौँ र त्यसले गर्दाखेरि हाम्रा पेन्डिङ कुरोहरू पनि हामीले थाहा पाउँछौँ, नचाहिने कुरोलाई फाल्छौँ। यी सब भनेका जीवनलाई चाहिने कुरा हुन् जुन चाहिँ दिवालीका माध्यमले एउटा हामीले गरिरहेका हुन्छौँ, जहाँ माँ लक्ष्मीका पूजा पनि गर्छौँ र माँ लक्ष्मीसँग आशीर्वाद पनि लिन्छौँ। आफ्ना टोल पडोसमा हामी पूजा गरेर मिठाईहरू पनि बाँड्ने काम गर्छौँ, जसले गर्दा टोल पडोससँग पनि एउटा रिलेसन राम्रो भइरहेको हुन्छ। यस्तै छठ पर्व त्यो पनि सँगै आइरहेको हुन्छ, त्यसको व्यापकता पनि धेरै बढी छ समाजमा। तपाईहरुले देख्नु भएको होला, हिजोको बेलामा यो बिहार र थोरै नेपालका तराईमा मात्र छठ हुने गर्थ्यो, तर अहिले छठ अमेरिका अस्ट्रेलियामा समेत भइरहेको। यसलाई हामी एउटा
शुद्धिकरणका पर्वका रूपमा मान्छौँ। अब भन्नलाई त हामी सूर्य भगवानका पूजा गर्छौँ, अर्को छठी माई भन्छौँ। त्यो छठी माई को हुन् त? छठी माई भनेका सूर्यका पुत्री पनि भन्छन्, बहिनी पनि भन्छन्। अनि जस्तै सूर्य तिमीलाई थाहा छ, हामी सबैलाई थाहा छ, सूर्य जसले संसारैलाई शक्ति दिइरहेको हुन्छ। हामी जे पनि खान्छौँ त्यो सूर्यका कारणले त्यो शक्ति आइरहेका हुन्छौँ। हामी बोट बिरुवा फल फुल तरकारी जे खाइरहेका हुन्छौँ सबै सूर्यका प्रकाशले आइरहेका हुन्छन्। तिनलाई वर्षमा एक दिन सम्झिदिँदाखेरि हामीले सही शक्ति कहाँबाट प्राप्त गर्यौँ त्यो कुरा हामीले बुझ्ने मौका पाउँछौँ। र सूर्यसँगै सूर्यका छोरी हुन् या सूर्यका बहिनी हुन् छठी माई जसलाई भन्ने गर्छौँ। तिनी भनेका माटो जल हावा यिनका देवी देवता हुन्। एकजनाले घाम र शक्ति दियो भने त्यो माटो हावा र पानी इत्यादिका देवता छठी माई हुन्। दुईटैका पूजा गरेर हामीले सार्थकता पाउँछौँ र हामी पूर्ण हुन्छौँ। त्यसकारण त्यो दिन हामी सूर्यलाई पनि पूजा गर्छौँ, छठी माईको पनि पूजा गर्छौँ। र तपाईहरुको पनि घरमा दीपावली हाम्रो बच्चाहरूले यी दिवाली र छठ उनीहरूले आफै त्यो पर्वका सानो अंश आफै गरेर देख्ने गर्ने बुझ्ने मौकाहरू पाउँछौँ। अनि यो सबैमा छठ माई या सूर्यबाट एउटा पोजिटिभ ऊर्जा प्राप्त होस् र हाम्रा विद्यार्थी भाइ बहिनी मात्र होइन नेपाल बदलिएर आओस्, यसको सबैलाई म शुभकामना दिन चाहन्छु। अर्को माँ लक्ष्मीका आशीर्वादले पनि सबै नेपाल धन्य धानका देश बन्न जाओस्, देश औद्योगिक क्रान्तितिर अगाडि बढोस्, यो सबैलाई म शुभकामना दिन चाहन्छु। यो शैक्षिक संस्था हो, यहाँ दुई तीनटा कुरो जस्तै शैक्षिक संस्था भएकोले यसका तीनटा खुट्टा छ। एउटा खुट्टा हाम्रा विद्यार्थी भाइ बहिनी, अर्का खुट्टा भनेका जसमा शैक्षिक संस्था टिकेको हुन्छ शैक्षिक संस्था हो, र तेस्रो खुट्टा भनेका हाम्रा अभिभावकहरू हुन्छन्। कुनै एउटा खुट्टाका कमी भयो भने यो शैक्षिक संस्था राम्ररी अगाडि बढ्न सक्दैन, गति लिन सक्दैन। त्यसकारण तीनटैका भूमिका अहम हुन्छ र तीनटै मिलेर त्यो उद्देश्य र त्यो प्रकाश हामी विद्यार्थी भाइ बहिनीका अनुहारमा देख्न पाउँछौँ। अब जस्तै अब म यहाँ गोल्डन फ्युचरमा विद्यार्थी भाइ बहिनीहरूसँग केही दिनदेखि वर्क गर्दैछु। मेरो अलिकति उद्देश्य यहाँको शिक्षा जुन प्रकारको चलिरहेको छ त्यस्तै चल्ने हो भने हामी सर्टिफिकेट मात्र पाउँछौँ, जुन चाहिँ फाइलभित्र थर्किन्छ र जिन्दगीमा हामी बेरोजगारी पाउँछौँ र काम खोज्दै हामी कतार र मलेसिया पुग्नु पर्ने हुन्छ। त्यसकारण त्यो दिनबाट अब बच्ने उपायतिर हामी जानुपर्ने हुन्छ र हामी 21औं सदीका शिक्षा हामीले प्राप्त गर्नुपर्ने हुन्छ। त्यसका लागि हामी गोल्डन फ्युचरले अभियानका रूपमा अहिले केही कुरो सञ्चालन गर्दै गइरहेको छ। त्यो के हो भने किताब पढाउने आफ्नै प्रकारका परीक्षाहरू हामी पनि लिन्छौँ, जुन अरूभन्दा हामी फरक छ। त्यही कारणले हो गोल्डन फ्युचरले रिजल्टका दुनियाँमा कहिले कम्ती प्राप्त गरेको छैन। तर त्यो कागजी रिजल्ट मात्रले हामी सन्तुष्ट हुन सक्दैनौँ। अब हामी पढाइसँगै परीक्षासँगै हामी एक्टिभिटी पढाउँछौँ र एक्टिभिटीले हाम्रा विद्यार्थी भाइ बहिनीलाई सिप सिकाउँछ, जसलाई हामी सिपमूलक शिक्षा भन्छौँ। सिप नसिकिकन भोलि हामी रोजगारमा जान सक्दैनौँ। रोजगार दिने कुरो होस् या लिने कुरो होस्, दुईटैका लागि हामीसँग सिप हुनुपर्ने हुन्छ र सिप जसबाट रोजगार प्राप्त गर्छौँ र रोजगार जसले हाम्रो देशलाई
देशलाई हाम्रो समाजलाई औद्योगिक दिशातिर लैजान्छ र हामीलाई समृद्ध बनाउँछ। त्यो प्रकारका शिक्षाका दिशामा हामी बढिरहेका छौँ। हामीले किताबमा मात्र विद्यार्थीहरू क्षेत्रफल निकाल्ने होइन, जमिनका क्षेत्रफल पनि निकाल्छौँ, घरका क्षेत्रफल पनि निकाल्छौँ। ट्याङ्कीमा 2000 लिटर देखेर ट्याङ्की 2000 लिटरको हामी बुझ्ने होइन। ट्याङ्कीमा 2000 अटाउँछ कि कति पानी अटाउँछ हामी जान्नुपर्छ। हामी सानसाना बिजुलीका स्विचका काम, आजका बच्चाहरू किताब र कम्प्युटरमा यति मग्न छन् कि एउटा किरा ठोक्न दियो भने बच्चालाई आइरहेको छैन। बच्चाहरूलाई एउटा किरा ठोक्न सकिरहेका छैन। खेतमा भएका धान गहुँ चिन्न सकिरहेका छैन। त त्यसकारणले हामीले देश समृद्ध हुने भनेको कृषिबाट हो। पढे लेखेका मान्छे कृषिबाट साह्रै टाढा भएको छ, जबकि दुनियाँमा सबभन्दा बढी रोजगार दिने कृषि हो र हामीलाई नभई नहुने कुरो पनि कृषि हो। त्यसकारण हाम्रो बच्चाहरूलाई हामी कृषिसँग जोड्दैछौँ। त्यसका लागि हिजो अस्ति पनि विभिन्न किसिमका क्राफ्टिङ प्रोसेसहरू, जसबाट फलफुल फुल उमार्ने, एउटा फलफुलमा अर्कोको स्वाद दिन लगाउने, मेल पपिताहरू छ त्यसलाई फिमेल कसरी बनाउने, यस्ता कुरोहरू पनि हामी सिकाउँदै जानेछौँ। अब हामी किताब मात्र होइन, जिन्दगी सिकाउने हो। र शिक्षा भनेको सर्टिफिकेट मात्र होइन, हामी बच्चालाई समाजसँग जोड्छौँ र बच्चाहरूले अनुसन्धान गर्न सिक्ने सुरुवात, बच्चाहरूले समाजमा जाने। पढ्नुको मतलब समाजबाट अलग हुनु होइन, पढ्नुको मतलब समाजबाट जोडिनु हो, तोडिएको समाजलाई जोड्ने हो। अहिले तिमीहरूमै धेरै जसो बच्चाहरू कोही जेन्जी उमेरका पनि भइसकेका छन्। ती जेन्जीले देश चलाउने ताकत लिइरहेका छन्। त्यो प्रतिभा विकास गर्नको लागि हामी यहाँ उभिएका छौँ। अब लामो कुरा गर्ने यहाँ टाइम हुँदैन, तर म तिमीहरूसँग वर्क गर्दैछु र हामी गोल्डन फ्युचरबाट वीरगञ्जका शिक्षा र एउटा नेपालमै शिक्षाका अलग परिभाषा बनाउन खोज्दैछौँ। अलिकति चाहे जस्तो सजिलो हुँदो रहन्छ, अलिक गाह्रो छ, तर त्यो हामी गर्छौँ। त्यसका लागि हामी यहाँ भिडिरहेका छौँ। अब सबै हाम्रा निम्तोलाई स्वीकार गरेर आउनुहुने महानुभावहरू, उहाँहरूसँग पनि शैक्षिक कुरोहरू हामी गरौँला नै, किनकि देशलाई सुधार्न सक्ने 2-3टा कुरो मात्रै छ। एउटा भनेको राजनीति, अर्को भनेको शिक्षा, तेस्रो भनेको के भन्छ औद्योगिकरण। यो 3टालाई पक्रेर गयो भने देश अगाडि बढ्छ। र हामी पटक्कै यहाँ उद्योग चलिया छैन, राजनीतिले राम्रो गति लिइरहेको छैन र त्यही कारणले शिक्षा पनि लथालिङ भएको छ र रद्दी कागजको टोकरी भएको छ। खालि भन्न र सुन्नलाई A+ र A मात्र आएको छ, तर जिन्दगीमा एउटा निवेदन लेख्न आइरहेको छैन। त्यो अवस्थामा हामी पुगेका छौँ। यो कुरोलाई हामीले बडा मजाले बुझेका छौँ र यसलाई म बिस्तारै वर्क गर्दैछु। र तिनीलाई अब यो छठ र दिवाली पछि हुँदै यो वीरगञ्जको ठाउँ पनि के हो, जे हुन्छ पहिले स्कुलमा छुट्टी हुन्छ, जे हुन्छ। अब जस्तै एउटा हैजाका नाउँमा 10 दिन बन्द हुन्छ, एउटा कोरोनाका नाउँमा महिनौँ दिन बन्द हुन्छ। र यो पढ्ने भनेको हाम्रो बालबालिकाको अधिकार हो र बालबालिकाले गर्ने काम हो। त्यस कारणले तिमीहरूको अनुहार बदलिनलाई हामी यहाँ उभिएका छौँ। यही भन्दै यो कार्यक्रम सबैलाई यहाँ बसेर राम्ररी हेरेर हाम्रो बच्चाहरूको उत्साह बढाइदिनु होला। तिमीहरू नै भोलिका वीरगञ्ज हो, तिमीहरू नै भोलिका नेपाल हो। त्यसकारण तिमीहरू अब अग्लिनेतिर जानै पर्ने हुन्छ। सबैलाई शुभकामना, सबैलाई धन्यवाद। यही भन्दै म आफ्ना र सबैलाई फेरि पनि स्वागत गर्दै आफ्ना केही कुरो यही टुङ्ग्याउँछु।